आज चाहिँ मैले आफ्नो स्कुटी र साइकलको पूजा गरेछु। कस्तो राम्रो भएछ कि भएछ हेर्नु होला। अब म तपाईहरुलाई देखाउँछु है मैले स्कुटीको कसरी पूजा गरेछु। देखाउँछ स्कुटी र साइकल मैले पूजा गरेको आज है। यहाँ लड्डु चढाएँ मैले अनि धुप बालेको फुल पनि लगाएको थियो। फुल चाहिँ मुनि खसेछ अनि यसमा पनि यहाँ र यहाँ लड्डु चढाएको फुल यहाँ राखेको थियो झरेछ। अनि यहाँ मेरो स्कुटीलाई त सबभन्दा धेरै चढाएको छु। स्कुटीमा यहाँ पनि चढाएको थियो खसेछ। यहाँ छ यहाँ एउटा ठाउँमा चढाएँ यहाँ चढाएँ यहाँ चढायो यहाँ चढायो फुल चाहिँ यहाँ लगाइछु। अनि यहाँ नि चढाएको छु मैले अनि यहाँ नि चढाएको थियो यहाँ तल झरेछ। अनि चाहिँ यहाँ पछाडि पनि चढाएको थिएँ मैले। यहाँको चाहिँ काका आएर खाएछ मुनि खसाएछ त्यो अनि यसको चाहिँ खाएन छ। म बिहान नुहाएर कपाल सुकेर मैले यसरी बानेको छु। अनि चाहिँ म त बिहान उठेर मुख सुख धोएर ब्रसहरू गरेर धुप लिन गएँ। धुप लिन अनि धुप लिएपछि स्याउ 1 किलो ल्याएँ। अनि धुप चाहिँ 100को ल्यायो 1 प्याकेट। अनि 1 किलो स्याउ 1 पाउ लड्डु लिएर आएको। काजु कति नै लिएर आउनु भनेको काजु कति त सकेछ। जिली पनि रहेनछ केही पनि रहेनछ। अनि मैले छोडिदिएँ। अनि गाजर मिठाई छ आन्टी भनेको छैन अरे। अनि चाहिँ हामीले त्यहाँ 3 घरमा बाट्यो। एउटा हाम्रो त्यहाँ ठुलो बाको घरमा अनि यहाँ अङ्कल यहाँ ट्रक पार्किङ गर्न आउनुभएको थियो ट्रकको अङ्कललाई। अनि यहाँ पनि ममलाई बाट्यो दाइलाई बाट्यो अनि ल्यान्सुलाई नै बाटेको। ल्यान्सु त घरमा गएर मम्मीको भाग पनि खाइदियो लड्डु। अनि चाहिँ उसलाई अझै लड्डु चाहिएर लड्डु त सके थियो। अनि त चाटेको हेर्नु त चाटेको पुरै चाटेको मान्छे चाहिँ यो तिमीलाई यो चाटेको हो कि होइन ल्यान्सु त्यो तिमीले चाटेको होइन। मेरो बाबा चाहिँ माथि खाना पकाउँदै हुनुहुन्छ। म तपाईँलाई देखाउँछु है मेरो बाबा। बाबा यहाँ चाहिँ मेरो बाबा खाना पकाउँदै हुनुहुन्छ मेरो बाबा। अनि चाहिँ तपाईँ प्रसाद खानुले आउनु अझै छ प्रसाद सके छैन आउनु है प्रसाद खानु बाई बाई।